चाहिँ अब होस्टेलदेखि अब नजिक चाहिँ यति नै छ नि त। अब अलिकति सहर भन्ने ठाउँ हो, 4-8टा कम्पनी छ हो, गाडीहरू हुन्छ हो। अन्त यहीँ बसो हो, मार्केट पर जानुपर्छ। मार्केट जानु पनि लगभग हिँडेर 15-20 मिनट लागि नै हाल्छ हो। हिँडेर गयो भने 20 मिनट, ग्र्याबमा गयो भने 20 मिनट लाग्छ। गाडीमा गयो भने पनि घुमेर जाँदा उही हो, त्योभन्दा त हिँड्नै फाइदा। अन्त अब मलेसियामा आएर चाहिँ अब कम्पनीमा काम गरिसकेर चाहिँ भनेको पार्ट टाइम काम खोजेर गर्दाखेरि चाहिँ ह्यान्ड क्यास लिनु होला। किनभने अब यहाँनिर चाहिँ अब ह्यान्ड क्यास लिएन भने जहिले गरौँ आज गर आजै लिएन भने चाहिँ टाइम राखिदिन्छ हो। टाइम राखिदिइसकेपछि त 15 दिन भन्छ, भोलि भन्छ, 4 दिन पछाडि भन्छ, दिने होइन। फेरि गयो धाउँदा कल गर्दा पैसै छैन भन्छ हो। त्यो भएर चाहिँ ह्यान्ड क्यास अहिले गर अहिले नै लिइहाल, आज गर आजै लिइहाल हो। त्यो तरिकाले काम गर्दा राम्रो मलेसियामा चाहिँ। किनभने अब इलिगल त इलिगल छ होला हो, काम गर्न पनि कम्पनीले थाहा पाइदियो भने त पठाइदिन्छ। अन्त र पनि चोरी छुप्के त गर्नु मिल्छ, तर भरसक नगर्नु होला त्यसरी होइन। गऱ्यो भने चाहिँ कम्पनीले थाहा पायो या इमिग्रेसनले पक्ड्यो भने चाहिँ घर पठाइदिन्छ या जेल हुन्छ। कम्पनीले थाहा पायो भने घर पठाइदिन्छ, इमिग्रेसनले पक्ड्यो भने कि घर पठाइदिन्छ, त्यो पनि राखेर 3 महिना 6 महिना कति राखेर पठाउँछ पैसा तिराएर हो। त्योभन्दा चाहिँ बेस्ट भनेको नगर्नु होला। अन्त काम गरिहाल्नु भयो भने ह्यान्ड क्यास लिनु होला। मैले पनि गरेको थिएँ हो। अब बाहिरको काम हो, पार्ट टाइम्स गर्दा चाहिँ मलाई चाहिँ पैसा दिनुको लागि धेरै पनि होइन, 200 रिङ्गेट थियो, 215 रिङ्गेट थियो, त्यसमा 100 रिङ्गेट थियो। 115मा फेरि काममा गएको थिएँ, अन्त 195 जति भएको थियो। फेरि त्यो पैसा दिनु चाहिँ मलाई 1.5 महिना लाग्यो। त्यो आफूले अभर गरेकोलाई दिएन, उसको खुसीले 20, 30, 40, 50 गर्दै दिन्छ नि त। त्यो भएर चाहिँ भरसक होसियार गरेर हो, क्यास आज काम गरेर आजै क्यास दियो भने गर्नु होला। अब दिएन भने त बेग्लै कुरा हो। ठिकै छ, यस्तै हो मलेसियाको हालखबर हो। घुमिएको भन्दा नि अब कहाँ गयो नि फेरि त्यो साथी, आमामा गाह्रो छ गाह्रो, पर आउँदैछ। यस्तै छ हो कम्पनी। हाम्रो होस्टेल चाहिँ त्यो पछाडिको हो, यहाँनिर देखिरहेको छ। यो पहेँलो ट्रकको माथि यो यतापट्टिको हो। ठिक छ, कम्पनी राम्रै छ। एसकेपी राम्रो छ। ओटी चल्दैन 2-3 महिना 4 महिना जति हो। रेगुलर पनि चल्दैन, फुल ओटी हुँदैन, बेला बेला चल्छ। राम्रै छ। घरमा यतिकै बस्नुभन्दा हो 30-40 हजार 50 हजार 40 हजार 50 हजार कमाउनु पनि ठिकै कुरो हो नि त। अब आफूमा भर पर्छ सबै कुरो भनेको त्यही नै हो।